नमस्कार सम्पूर्णमा मेरो युट्युब च्यानलमा स्वागत छ। मलाई चाहिँ प्लान्ट रोप्न असाध्यै रहर छ, समय पनि छैन। रोप्ने त रहर छ भनेर सोचिराख्नु भएको छ भने धेरै प्लान्टहरूको विकल्पको रूपमा आउन सक्छ सिङ्गोनियम। यसलाई तपाईँले इन्डोर पनि राख्न सक्नुहुन्छ, ठाउँ छ भने आउटडोर पनि राख्न सक्नुहुन्छ। तर विशेष रूपमा ध्यान दिनुपर्ने कुरा भने आफूले कुनै पनि प्लान्टलाई राख्ने ठाउँ कस्तो छ त्यसलाई भने विशेष रूपमा ध्यान दिनुपर्ने हुन्छ। इन्डोर राख्दा हावाको मात्रा चाहिँ प्रशस्त हुने, हावा आवाजात गर्ने खालको ठाउँ हुनुपर्ने, उज्यालो प्रकाश आउने खालको हुनु पर्यो भने आउटडोर राख्न चाहनुहुन्छ भने सेड मुनि डाइरेक्ट सनलाइट नपर्ने ठाउँमा राख्दा चाहिँ उपयुक्त हुन्छ। सिङ्गोनियम प्लान्टलाई चाहिँ हामीले दुई तरिकाले हुर्काउन सक्छौँ, एउटा पानीमा, अर्को माटोमा। पानीमा कसरी हुर्काउने, के कुरामा ख्याल गर्नुपर्छ भनेर चाहिँ म अर्को भिडियोमा तपाईँहरूलाई जानकारी गराउने छु। यस भिडियोमा भने म तपाईँहरूलाई सिङ्गोनियम प्लान्टलाई कसरी रेखदेख गर्ने, जमिनमा अथवा गमलामा रोपिराखेका छौँ भने कसरी रेखदेख गर्ने भन्ने कुराको बारेमा जानकारी गराउन गइराखेकी छु। तपाईँले मेरो भिडियो अगाडिबाट हेरिराख्नु भएको छ भने सिङ्गोनियम प्लान्टका पातहरू चाहिँ पहेलिएका छन्, डाँठहरू अलिकति सुक्खा भएको जस्तो देखिराख्नु भएको छ। यो अरू कुनै कारणले नभएर पानीको कमीका कारणले भएको हो। त्यही भएर सिङ्गोनियम प्लान्टलाई हामीले राम्रोसँग केयर गर्ने हो भने पानीको मात्रामा पनि विशेष ध्यान दिनुपर्छ। पानी राख्दा भने हामीले कस्तो कुरामा ध्यान दिनुपर्छ भने माटो कतिको सुक्खा भएको छ, माटोको गमलाको अथवा माटोको माथिल्लो लेयर एकदम सुक्खा भएको छ भने पानी दिनुपर्छ। इन्डोर हो भने हामीले हप्ताको एकचोटि दिए पुग्छ, आउटडोर हो भने गर्मी सिजनमा हामीले दैनिक रूपमा दिन सक्छौँ है। पानीको अभावका कारणले पातहरू पहेलिने, डाँठहरू खुम्चिँदै जाने त्यो किसिमको समस्या हुन्छ। आज चाहिँ म सिङ्गोनियम प्लान्टलाई गोडमेल गर्दैछु। यसमा म कम्पोस्ट मलको प्रयोग गर्न गइराखेकी छु। कम्तीमा पनि हामीले वर्षको 2 चोटि कम्पोस्ट मलको प्रयोग गर्न सक्यौँ भने सिङ्गोनियम प्लान्ट चाहिँ राम्रोसँग हुर्किन सक्छ। सिङ्गोनियम चाहिँ लो मेन्टेनेन्स प्लान्ट नै हो। यसलाई हामीले धेरै समय दिइराख्नु पर्दैन। विशेष गरेर 3टा कुरामा ख्याल गर्न सक्यो भने तपाईँहरूले सजिलैसँग यसलाई हुर्काउन सक्नुहुन्छ। 3टा कुरा भन्ने बित्तिकै माटोको अवस्था भयो, पानीको मात्रा भयो, प्रशस्त सनलाइट छ कि छैन ती कुरालाई ख्याल गर्नुपर्छ। यदि पानीको मात्रा हामीले सही रूपमा पानीलाई प्रयोग गरिराखेका छौँ भने सिङ्गोनियम प्लान्टले प्रशस्त पानी पाउने भयो। अनावश्यक रूपमा पानीको प्रयोग भएको छ भने त्यसका जराहरू कुहिँदै जाने हुन्छ, बिस्तारै बोट चाहिँ पहेलिन्छ। लामो समयसम्म त्यही अवस्था रहिरह्यो भने के हुन्छ त, बोट पनि मर्छ। त्यही भएर पानीलाई चाहिँ मैले अघि भने जस्तै आवश्यकता अनुसार, माटोको अवस्था अनुसार, बोट बिरुवाको अवस्था अनुसार चाहिँ पानीको प्रयोग गरौँ। मल पनि तपाईँलाई अघि मैले भनिसकेका छु, वर्षको 2 चोटि हामीले कम्पोस्ट मलको प्रयोग गर्न सक्छौँ। अर्को महत्त्वपूर्ण कुरा भनेको सनलाइट हुन्छ। इन्डोर हो भने ब्राइट सनलाइट आउने ठाउँ, ब्राइट लाइट आउने ठाउँ हुनु पर्यो। आउटडोर हो भने सेडमा हुनु पर्यो। अहिले मैले पानीको प्रयोग गरिराखेको छु। यसरी गमलामा तपाईँले सिङ्गोनियम प्लान्टलाई रोप्नु भएको छ भने पानीको प्रयोग गर्दाखेरि गमलामा ड्रेनेजको पनि उपयुक्त व्यवस्था हुनुपर्छ। यदि ड्रेनेजको व्यवस्था छैन भने पानीको प्रयोग अत्यधिक भएर सिङ्गोनियम प्लान्टको जरा चाहिँ बिस्तारै कुहिने